हिजो काठमाडौँमा रहेको तीनकुने ठाउँमा धेरै नै ठुलो आन्दोलन भएको थियो र यो सबै हामीलाई थाहा रहेको छ र यस आन्दोलनमा चाहिँ धेरै नै क्षति भएको छ जसमा चाहिँ विभिन्न बिल्डिङहरूमा आगो लागेको छ विभिन्न बिल्डिङहरूको सिसा भत्केको छ विभिन्न पसलहरूमा लुटपिट भएको छ र विभिन्न कलकारखानामा चाहिँ आगो पनि लागेको थियो र यसले गर्दा विभिन्न क्षतिहरू भएको छ यस आन्दोलनमा र यस आन्दोलनमा क्षति भएको पैसा कसले बेहोर्ने र यसको खर्च कसले दिने र विभिन्न ठाउँमा फोहोर गरेको बाटोहरू तोडेको र विभिन्न ट्राफिक लाइटहरू तोडेको पनि रहेको छ र यो सबैको पैसा कसले तिर्ने भन्ने चाहिँ यसमा धेरै नै सवाल भइरहेको छ र यस प्रकारमै चाहिँ यस सम्बन्धितमा चाहिँ काठमाडौँको मेयर बालेन शाहले चाहिँ एउटा पत्र जारी गरिएको छ जसमा चाहिँ 7,93,000 रुपैयाँ चाहिँ राजालाई तिर्नुपर्छ किनकि यो जुन आन्दोलन भएको थियो राजावादीको लागि राजाको समर्थनमा भएको थियो र यसले गर्ने चाहिँ जुन मान्छे रहेको छ यो जति पनि क्षतिहरू गरेको थियो सबै राजावादीले नै गरेको हो भनेर चाहिँ काठमाडौँको मेयर बालेन शाहले चाहिँ यो पत्र जारी गरेको छ र यसमा चाहिँ 7,93,000 रुपैयाँ राजालाई जरिवाना सहित तिर्नुपर्छ र यो पत्र चाहिँ राजालाई बालेन शाहले पठाइदिएको रहेको छ। तपाईहरुलाई चाहिँ यो जुन फैसला कस्तो लाग्यो यदि राम्रो लाग्छ भने प्लिज कमेन्टले बताउनुहोस् र यस्तै अपडेटको लागि हामीले च्यानललाई सब्स्क्राइब पनि गरिराख्नुहोस्।